हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ सम्पूर्ण, वेलकम छ मेरो नयाँ भिडियोमा। आज कथा सुरु हुन्छ हाम्रो तररादेखि। तररामा हाम्रो 3जना मित्रहरूसँग भेट गरेर हामी चाहिँ अब नयाँ ठाउँमा घुमफिर गर्न जाने भन्ने कुरो छ है साथीहरू। त्यसतर्फ हामी लाग्दैछौँ। तररादेखि भयो धरानदेखि मस्तिर एकदम हुसु लागिरहेछ गाइजहरू है। मौसम एकदम रमणीय छ। निकै गाडीको भिडियो हुन्छ तर पनि अहिले पोस्ट गर्न लागिरहेको छु मैले। हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्छ तपाईँहरूलाई। अहिले हामी भेटार पुग्न लागिसकेछौँ। हेर्दै गर्नु होला अगाडिको भिडियो। भेटारको मौसम चाहिँ अहिलेको समयमा यस्तो छ, चिल फुल। भेटार घुम्न लागि रमाइलो ठाउँ। साउनको महिना, साउनको 12 गते आज भेटार। हेलो व्हाट्सअप एभ्रिवान। आज हामी छौँ यहाँ साँगुरीगढीमा। कमल श्रेष्ठ आज मैले च्यानल चाहिँ हाइजेक गरेको छु। आजबाट मैले यो च्यानल चलाउँदैछु गाइस। सबैजनाले हेर्नु होला। यिनीहरू डन्ठे हो, डन्ठे काले डन्ठे। यो क्यामेरामा झन् कालो न कालो देखिँदो रहेछ। यो चोर, यो फटा, एक नम्बरको चोर डाका हो यो चाहिँ। अहिले क्यामेरा गरेर केही बोलाइसकेको छैन। एभर भनिसक्यो, ट्याबर भनिसकेको छैन। हामी ठाउँमा अहिले ठ्याक्क साँगुरीगढीको गेटमा आएर हामी 4 भाइ चाहिँ बुढीको याद आइहाल्यो। बुढीको याद आइहाल्यो। एकदम पिस ठाउँ हो यो। धनकुटाको धनकुटा जिल्ला पर्छ नि। धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका साँगुरीगढी पार्क। साँगुरीगढी पार्क अनि साँगुरीगढी यो दरबार थियो अरे पहिला एउटा। त्यही दरबार चाहिँ अनि पहिला अब पृथ्वीनारायण शाहले भताङ भुतुङ बनाएर यसलाई चाहिँ अब अहिले चाहिँ ठ्याक्कै एउटा भग्नावशेष मात्रै छ यो साँगुरीगढीको चाहिँ। अनि हामी चाहिँ आज यहाँ यसो 4 भाइ बसेर यसो रमाइलो गर्नेछौँ। हजुरहरूलाई पनि एकदम मनोरञ्जन दिनेछौँ। हामी मात्रै मनोरञ्जन गऱ्यो भने तपाईँहरूलाई मनोरञ्जन जिब्रो पनि लगिँदैछ त मेरो के भएको। सायद रक्सी छोडेर होला। रक्सी छोडेरै होला। अब एकछिन रक्सी लाउनुपर्छ। एकदम 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 हो लाउर पनि डेन्जर, लाउर पनि दोरी लाउरी पनि खेलेको। अनि हात चाहिँ गल्दो रहेछ तर धेरै पछि भ्लग गर्दा यहाँ चिक्ने बाघ आयो। डन्ठा ए गाइज हामी यहाँ छौँ। गाइज गाइज भन्नु थाल्यो बेला अब चाहिँ मलाई चाहिँ यो के हो, चिसो पानी बोकाएर अब यहाँ नाच्छौँ, हामी गाउँछौँ, हामी नाच्छौँ गाउँछौँ। तपाईँहरूलाई पनि नचाउँछौँ, गाउन लाउँछौँ। प्लिज प्लिज यो फेन्स यो तार पनि लागेको छ। प्लिज सब्सक्राइब गर्नु है प्लिज। यस पृथ्वीनारायण शाह यो चाहिँ आर्मीले अहिले लागेको रहेछ हो। के बनाउँदैछ के ए ओ केटा टाइमिङ पो लाग्दो रहेछ त। लु 3 मिनट भएछ, एकछिन गरौँ है। पृथ्वीनारायण शाहले एकीकरण गरेको ठाउँ यहाँ रहेछ। एकीकरणको क्रममा प्रयोग भएको तोपहरू। यसको
सबै कुरा त जानकारी छैन र भने अलिकति श्री भीमदल गणका गणपति गण सेनानी गणेश थापाको संयोजकतासँग गढी गर्ने क्रममा प्रयोग भएका तत्त्वहरू चाहिँ यहाँ प्रयोग गरेर चाहिँ यस्तो छ। यो चाहिँ एकीकरण गर्दाखेरि भएको पदमार्ग ठाउँ यहाँ बसेर चाहिँ एकीकरण गरेको ठाउँ रहेछ। अरू त्यस्तो खासै ऐतिहासिक केही पनि छैन। यति नै देखेँ मैले, यहाँ जे देखेँ त्यही देखेँ। कोही तात्विक कुराहरू चाहिँ यहाँ नयाँ कुरा त त्यस्तो खै मलाई आउँदैन पनि, थाहा पनि छैन। सेलाएर चिसो भएर चाहिँ यहाँ पूजा गर्ने ठाउँ रहेछ। तोप यहाँनिर पोस्टर होला, यिनीहरू चाहिँ नेपालको झन्डा पनि राखिएको छ यहाँ। अब चिसो तातो पानी व्यवस्थापन गरेर हामी लाग्नेछौँ तलतिर। गाइज यो चाहिँ गढीबाट देखिने धरान सहर हो। एकदम राम्रो हुसेलाएर यस्तो राम्रो देखिरहेछ नि, साह्रै स्पेसल छ यो ठाउँ। घुम्न आउनु होला, फ्रेस हुनु मन छ भने, रमाइलो गर्न मन छ भने यो ठाउँमा आउन सक्नुहुन्छ। साह्रै नै राम्रो छ हुसेलाएको। यो पर देखिएको चाहिँ हाम्रो भेलेटारको स्काई वलको सबै देखिन्छ यहाँबाट। एकदम मौसम चाहिँ भालेको टेन्सन के गर्छ हो, गाउँ गएपछि संसार खोजेर ल्याइन्छ। होइन भाले लिएर आऊ, गरौँ दाजु। भाले लिएर आऊ, भाले लिएर आजै लिएर आऊ, अनि टेन्सन म मगाएको जीवन गर्ने आयो है, भरे आउँछ है सर्ट भिडियोमा। ऐतिहासिक साँगुरी गढी एकीकरणको ठाउँ। हामी राजाको स्थान घुमघाम गरेर हामी फर्किसकेका छौँ। हाम्रो काका माथि आउँदा हुन्छ, हामी यता छौँ। म पनि यता छु, गाइजहरू म यता छु। मेरो साथीहरू यहाँ नाच्दै हुन्छ। हामीहरू यहाँ सबै थोक घुमघाम गरेर हाम्रो रमाइलो गरेर हामी हिँडिरहेका छौँ। अब त्यहाँबाट हामी अर्को ठाउँतर्फ यहाँ हुन्छ हाम्रो चन्द्रबहादुर गुरुङजी, हाम्रो वरिष्ठ प्रवक्ता र हुन्छ यहाँ पार्टी के भन्छ सभामुख तथा हाम्रो पार्टी अध्यक्ष। गाइज हामी चाहिँ घुमघाम गरेर फर्किसकेका छौँ। अहिले हामी तमोर नदीमा आइसकेका छौँ, तमोर पुलमा। एकदमै रमाइलो छ, रमाइलो गर्दैछौँ हामी। तमोर पुल हुँदै हामी अब फर्किने क्रममा जारी छ हाम्रो। हेर्दै गर्नु होला। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला कमेन्टमा। अब अर्को भिडियोमा भेटौँला गाइजहरू। अहिलेलाई टाटा बाई बाई।